हेलो साथीहरू, तपाईँहरूलाई पनि यो मुलाको अचार त सबैलाई मनपर्छ होला है। मलाई पनि साह्रो मनपर्छ। त्यो भएर चाहिँ मुला र डल्ले खोर्सानी चाहिँ एकदम मिक्स गरेर बनाउने इच्छा लागेर जिरा धनियाँ अन्त तोरी यहाँनिर मैले रेडी गर्दैछु हो। त्यहाँदेखि यो रेडी गरिसकेर यता मुला पनि सिफ्ट गरेँ मैले डेक्चीमा होइन, सिफ्ट गरेँ मजाले। अन्त त्यसमा चाहिँ अझै मैले उयो गर्नु लागि सिफ्ट गरिसकेर नुन पनि लगाएँ। त्यहाँदेखि मजाले नुन लगाइसकेर चाहिँ फेरि यता भुटिसकेर यता निकालेको छु हो। त्यहाँदेखि चाहिँ मजाले पिस्दैछु म चाहिँ यहाँ धनियाँ मजाले जिरा र धनियाँ एकै ठाउँमा लगाएर पिस्दैछु हो। सिलौटोमै पिसेको मैले। अन्त यता चाहिँ तोरी पनि पिस्दैछु, हेर्नु सक्नुहुन्छ तोरी पनि हो। त्यहाँदेखि यहाँनिर सबै पाउडर बनाएर चाहिँ अन्त जिरा धनियाँ अन्त चिल्ली पाउडर अन्त यहाँ चाहिँ यो खोर्सानी चाहिँ कति देख्दै गर्नुहुन्छ पुरानो हो, पुरानो चाहिँ मैले लगाइनँ, अलिक नयाँ नयाँ। अन्त यहाँ चाहिँ तेल लगाएँ होइन, तेल लगाएर तोरीको तेल लगाएर चाहिँ मैले माथिबाट कालो जिरा पनि लाउँदैछु। कालो जिरा लगायो भने चाहिँ एकदम राम्रो हुन्छ, फ्लेभर राम्रो आउँछ। अन्त ज्वानो पनि लाउनुपर्छ। अझै मेरोमा उयो थिएन, सोप थिएन, सोप भएको भए झन् दामी हुन्थ्यो। त्यो चाहिँ लाइनँ, मेरोमा थिएन र अन्त यता सिफ्ट गरेर मजाले सबै फिट्दैछु। म आफै भिडियो गरेको कारणले गर्दा मेरो ब्याकग्राउन्डहरू चाहिँ अलिक इग्नोर गरिदिनुहोस् होला। अन्त मैले यहाँ सबै मिक्स गर्दैछु। डल्ले पनि सबै हालिसकेँ हो, कति छानेर हालेँ, कति चाहिँ नयाँ नयाँ चाहिँ। अन्त यहाँनिर हेर्नु सक्नुहुन्छ सबै मिक्स गरेँ। अन्त तेल पनि मजाले लगाएर आफै हातले मुस्नु मन परेर चाहिँ आफै मुस्दैछु म चाहिँ यहाँनिर हो। हातले मजाले मुसेर चाहिँ फिट्यो भने चाहिँ मजाले गऱ्यो भने चाहिँ हातले गऱ्यो भने चाहिँ मजाले लाग्छ नि त, वरिपरि मजाले हुन्छ नि त। त्यो भएर अन्त गर्दैछु हो। तपाईँहरूलाई मन पऱ्यो भने मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। म त फर्स्ट भिडियो बनाउँदैछु, कति त जान्दिनँ। तपाईँहरूले मलाई एकदम सपोर्ट गरिदिनु होला। ओके, बाई बाई।